हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। अनि सबैलाई जय मसी अनि गुड मर्निङ। आजको यो बिहानीको समयमा फेरि पनि हामी हाम्रो साथीहरूको साथ अनि भाइहरूको साथमा हामी आज खोला जाँदैछौँ नुहाउनुको लागि। के भयो आउँदै गर्छ। हामी धेरै दिन भएको थिएन आएको। अस्ति नै एकचोटि मैले फर्स्ट ब्लगमा तपाईँहरूलाई देखाएको थिएँ होला हामी खोला आएको। फेरि पनि आज लगभग थुप्रो भयो होला कि 10-15 दिन त्यस्तो भयो होला खोला नआएको। फेरि पनि आज सन्डेको दिन, आज सन्डेको दिनको बिहानको समयमा आज हामी नुहाउनुको लागि हामी खोला आएको छौँ। हामी कति एकजना 1 2 3 4 5 एकजना आउँदैछ, 6जना गाइस। होइन गाइस, हगेन गाइस, हगेन गाइस। यी मान्छे पुरुष बोकेर गाइस। आज चाहिँ सन्डेको दिन, आज सेवा जानुपर्छ। त्यही भएको कारणले हामी नुहाउन आएको। हिजो पनि नुहाउनु भ्याएन है। हाम्रो घरमा चाहिँ के भन्दा पनि अलिक पानीको अभाव हुन्छ है। त्यहाँ धेरै मान्छे भएको कारणले होला, पानीको अभावले गरेर हिजो पनि नुहाउनु पाएन। त्यही भएर आज सन्डेको दिन बिहानै हामी खोला आएको छौँ। मान्छे त पेकापेक छ त नि। कैसे हेर्नु मान्छेहरू आमा। सन्डे चाहिँ कहिले खाली हुँदैन गाइस। सन्डे अनि शनिबार, सटरडे अनि सन्डे कहिले मान्छे खाली हुँदैन। आमामा किरा जति छ भने कहाँ नुहाउने। बिहानै पानीको हालत यस्तो बनाइदिएको छ। पाइपले नुहाउनुपर्छ गाइस। अब पाइपबाट पाइप फुटेको छ नि त, त्यो गाइस। अनि त्यो पाइप फुटेकोबाट पानी डबर थापेर नुहाउनुपर्छ, सजिलो हुन्छ त्यसबाट। को हो त्यो सेतो कपडा लगाएर? नेपाली नै रहेछ गाइस खोलामा। त्यहाँको नि माथिको नि नेपाली जस्तै लाग्यो। फाइनल गाइस हामी चाहिँ आइसकेको छौँ। यी हेर्नु गाइस, यो पाइप फुटेको छैन। यो पाइपमा चाहिँ फ्रेस वाटर आउँछ। यो पानी चाहिँ खानु पनि सक्छ कि। त्यही भएको कारणले अब यहाँ यहीँ डबर, अब यहाँ डबर थापेर चाहिँ नुहाउनु सक्छ है। ए स्टाउलो थापिदिइहाल्नु त लु। ठन्डा होइन, बिहान बिहान यो पानी त तातो पो त हुन्छ त। लाठी लाऊ कस्तो चिसो यार। पाइपको त तातो हुनु पर्ने त बिहान भयो। कस्तो तर्दैन गाइस। त्यो पानी चाहिँ मैले यस्तो गरेर के लगाइदिएको त। रके के ल फेरि यही बेला घाम हराउनु थाल्यो त यार। कुनातिर जानु? पुड्के खुसीवाला चाहिँ यिनीहरूलाई चाहिँ फास्ट नुहाउनु दिएर हामी चाहिँ लास्टमा नुहाउने भनेर। गाइस घाम त भागे त नि डरले। अनि हेर्न यो भाइ चाहिँ फुचे चाहिँ फेरि यहाँ एक्लै आएर धुँदैछ। यो हेर्छ गाइस पानी यस्तो छ हालत। यस्तो पानी धुलाको पानी चाहिँ दामी छ। मलाई पानी बहुत राम्रो लाग्छ यहाँको पानी। बर्खामा मात्रै हो कि सफा आउने भनेको? बर्खामा किन पानी पर्छ नि त। ठुलो पानी आउँदा सबै बगेर जान्छ नि त फोहोरहरू। अनि यो कपडा कति धेरै लिएको छ के हो? आजलाई किन अलि माथि नुहाउनु? नुहाउँछ होला नि? ननुहाउने हैट, नुहाउनुपर्छ। नानै हुँदैन। फाइनली गाइस म चाहिँ नुहाइसकेको छु। म चाहिँ रेडी भएँ एकदम। र मेरो यहाँ साथी नुहाउँदैछ गाइस। हाम्रो पनि अब फाइनली उलाडिसक्यो। अब जाइँदैछ। मैले टी सर्ट पनि लगाएको छु भइरहेको रहेछ। हेर्न गाइस, नुहाइदिनुपर्छ देख्यो हामीले दाइ। गाइस होइन यस्तो बडीसँग त पेटले छु गाइस। बोला नुहाइसकेर चाहिँ अलिक फ्रेस भयो है।
नुहाइसकेपछि चाहिँ जहिले फ्रेस हुन्छ पुरा पुरा मलाई थुकाइरहेको छु भोक पनि लाग्दैछ पुरा केही नखाइकन हिँडेको मात्र झन् बिहान उठ्ने बित्तिकै ब्रुस गर्दै फुटबल पनि खेल्नु गयो त्यही भएर हालत कस्तो भएको त मेरो बेसी बेगीको हेर हालत केटाहरू नि बिहान बिहान यससँगै मैले फुटबल खेलिदिएको नि त पुरा फाइनली गाइस हाम्रो चाहिँ नुहाइसकेर हामी घर फर्किँदैछौँ अघि मैले हामीले त्यो बिचको पार्ट देखाउनु पाइनँ किनकि थुप्रो मान्छेहरू आएको कारणले त्यहाँ नुहाउनु आएको थियो नि त बाहिरबाट पनि केटीहरू पनि आएको थियो तर उनीहरू हामी फटाफट अगाडि नै राख्नु मिलिहाल्यौँ त्यही भएर टाइम पाएन त्यही भएको कारणले अघिको बिचको पार्ट मैले तपाईँलाई देखाएन त्यही भएर अब सिधा अब घरको पार्ट मैले देखाउँदैछु हामी फेरि जाँदैछौँ त्यहाँ पनि नुहाउँदै रहेछ है गाइस